हेलो वेलकम टु द न्यू ब्लग। आज चाहिँ हाम्रो महान अध्यक्षज्यू हुनुहुन्छ अनि महानायकज्यू झन् ठुलो नायकज्यू अनि म चाहिँ हजुरको जानामाना सन्तोष छेत्रीज्यू। नमस्ते, मेरो नाम योगेश कटवाल। म चाहिँ गौरीगञ्ज गाउँपालिकाको तेलकानी भन्ने अञ्चलमा बसोबास गर्दै आएको लगभग एउटा सुकुम्बासी हो। मेरो आफ्नै जग्गा छ। यो दिस इज आवर गाइस। This one is UGS guy located in eastern. Huh? Setu? You Setu? It is located in the eastern part of Nepal, where different species of cows are found, and there is UGS Kotwal and Milan Bhuzel. They have been doing kind of lots of activities which will have them to humiliated in the natural environment and natural resources available in this part of Nepal. कैसी लगी? So, while talking about different resources, I'd like to inform you this is the bachi of UGS Kotwal's. Oi, answer go! This is UGS. ल अब हेर्दै गर्नु होला अरू अब आउने दिनहरूमा आउँछ ब्लग। युगेश चाहिँ हो गाईद्वारा युगेश लगिँदैछ। युगेशद्वारा गाई लगिँदैछ। A few moments later. गाई दिनुपर्ने हुन्छ है। गाई छ, युगेश छ, बाटिङ छ, तेल छ, बाछा पनि आउँदैछ। अब बाछी हो युगेश? बाछी हो। राम्रो धेरै उत्कृष्ट प्रदर्शन गरेछ गाईले। म धेरै आश्चर्यचकित छु किनभने बाछी हो भएको भए बाच्छा भएको भए हामीलाई निकै धेरै सङ्घर्षमा जीवन जिउनु पर्छ। प्लस हामीले युएसले हामीलाई सतर्क गरिसकेको छ। अब हेलो हेलो इट्स ओभर हियर। म त यता जान्छ होला भन। ओइ भागो। बाय बाय टाटा गुड बाय गया। 2000 years later. बाछी भनेको होइन युगेश? ए स्त्रीलिङ्ग हो? स्त्रीलिङ्ग। तिमीले ज्ञान कुम्दा पढाएको हुन्थ्यो क्या, ज्ञानी हुन्थ्यो क्या। देवकोटा हालेर हो क्या त्यो बात। के मुनलाइट हो? मिलन मिलन तिम्रो केही दुई धारण राख्दै युएसलाई कस्तो यतिले बच्छ क्या। म पुरै हेरेँ क्या, त्यो लाइभ हेरेँ क्या मैले। हो युएसलाई लागो यहाँ लाग्यो नि? लागो र यहाँ लाग्यो यहाँ। मुख लागेन मुला। लागेको के हो? A few minutes later. युएस के गरेको? I'm milking the cow. The milk has been milked. हाम्रो बादलज्यूको आगमन भइसकेको छ। अब आजको लागि यति नै हुन्छ। हस् त, जय नेपाल।